ट्याक्क होइन यस्तो छ जाँदाखेरि नि यता उकालो लाग्छ फर्किँदाखेरि यता उकालो लाग्छ होचो देखिन्छ यता पारीबाट हेर्दा यताबाट पर पुगेर हेर नि पारी होचो देखिन्छ त्यो छ क्या यसको टाढो हेर भने पारी होचो यो पुलको कथा है यो पुलको कथा आउँदैछ खैन आइज न यहाँ भिडियोमा खैन म अगाडि जान्छु ट्याक्क भिडियो आउनु पर्यो नि त अनि होइन भिडियो 40 सेकेन्डको यहाँ यसलाई होइन यसलाई भ्लगैको रूपमा लिँदा नि हुन्छ नि त युट्युबमा भ्लगै मिनी भ्लगैको रूपमा लिँदा नि जहाँ हाम्रो युट्युब च्यानल त हिमाल सञ्जयलाई ट्याक्कै सब्सक्राइब के त कता बेलसेल के थिच्नुपर्छ अरे घन्टी सन्टी बजाइदिने ट्याङटुङ पैसा लाग्दैन त घन्टी बजाउनु राम्रो काम फेरि यता यो चाहिँ भनेको धर्मपट्टि गयो होइन धर्म एकदम धार्मिक काम हो त्यो चाहिँ गर्नु पर्यो अब यस्तै हो धेरै राम्रो नभए नि अलिअलि त अथवा यो हाम्रो नि अनुहार छ्यानै भन्ने खालको नि होइन घन्टी सन्टी बजाएर यसो इन्स्टाग्राम उदि फेसबुक उदि सर्च हान्दा नि हुन्छ साह्रै छ्याइ भन्ने होइन जस्तो लाग्छ के हो है कसो हो बाटो ब्लक रहेछ यहाँ है दिनमा नि केटा एकचोटि आवत जावत गर्ने भने चाहिँ पेट चाहिँ त लाग्ने रहेछ कि तर ठिकै छ अब खासै धेरै भुँडी भएको मान्छे त म नि होइन अलिअलि खै त बहिनीहरू यतै आउने भन्नुहुन्थ्यो आउनु भएन लौ न निकै गाह्रो छ है निकै गाह्रो छ हात दुखो गलियो क्या हो यो सुसेल्दाखेरि त अलिक अर्कै बुझिन्छ हौ यस्तो नसुसेल न उकालो जुनको शीतल कल्याण त हो भने मैले उडाएकोसँगले अब सो त्यो बटम यो बनाउन चाहिँ मान्छे डोरी लाएरै गयो होला हैन होला नि उतल बान्नेले चाहिँ कसरी बाँध्यो होला उतल त्यो बान्न त यसरी बाँधेर उठाउँछ यो त्यसले तान्छ क्या चेनले तान्छ होइन के त्यो त्यहाँ बाँधेर यसको सिधा बाँध्नु पर्यो अनेक थोक हुन्छ नि हो अनि त्यहाँ त मान्छे फेरि पाखुरा फुलेर हो साकुरा हेरौँ न यी नेपालमा चाहिँ फेरि धेरै रङको साकुरा पाउँछ कहीँ कालो निलो कहीँ रातो साकुरै साकुरा उपर पनि फुलेको रहेछ साकुरा यी साकुरै हो यो पनि फोटो खिच्छ साकुरा एकछिन फर्किँदा हौ भ्लगमा छौँ कहाँ ट्याक्क वारपार चाहिँ बस भन्ने कुरो ल है त